नमस्ते। यो भिडियो चाहिँ यो फेस ट्र्याकिङ गिम्बलको डिटेल भिडियो है। यसमा चाहिँ कसरी आउँछ यो बक्स प्याकमा आउँछ। मेन कुरो चाहिँ यो चाहिँ एकदमै राम्रो र एकदम युजफुल सामान छ। तपाई भिडियो बनाउनुहुन्छ, ब्लगिङ गर्नुहुन्छ या लाइभ बस्नुहुन्छ भने एकदमै दामी चीज लाग्यो। यसको चाहिँ हामीले यसमा डिटेल भिडियो यो डिटेलली कसरी युज गर्ने र कस्तो आउँछ भनेर चाहिँ हामीले यो भिडियो बनाइरहेछ। अनि युट्युबलाई पनि सब्स्क्राइब गरिदिनु होला। हाम्रो यो ग्याजेटहरुको युट्युब हो, मजाले सब्स्क्राइब पनि गरिदिनु होला। अब यो चाहिँ Q185 भन्ने मोडल हो। अब यसमा चाहिँ तपाईको फेस ट्र्याकिङ हुन्छ। मेन कुरो स्पेशल भने चाहिँ तपाईले कुनै पनि एप युज गर्नु परेन, अटोमेटिक फेस ट्र्याकिङ हुन्छ। मजाले जता गयो यताउता जानुलाई, मजाले भिडियो बनाउनको लागि, लाइभ बस्नको लागि या तपाई टिचिङ गर्दै हुनुहुन्छ भने दामी युजफुल सामान छ। यो कसरी आउँछ यो बक्स प्याकमा आउँछ। यो मेन कुरो। अब यसको हाइट चाहिँ यो हाइट पनि मजाले ठुलो बनाउन मिल्ने हुन्छ है। 1.8 मिटर भनेपछि लगभग 5.5 कतिको हुन्छ, लगभग त्यही 5.5 भन्दा बढी नै हुन्छ यो। अनि यसलाई चाहिँ सानो भनेपछि तपाईले क्यारी गर्नुहुन्छ 33 सेन्टिमिटर जति हुन्छ साइज चाहिँ सानो बनाउँदाखेरि। अनि ठुलो बनाउँदाखेरि 1.8 मिटर जति हुन्छ। अनि अर्को भने चाहिँ यसमा यसको वेट चाहिँ 520 ग्राम हुँदो रहेछ। अनि तपाईको वायरलेस भर्जन भने 5.2। अनि यसको ब्लुटुथ रिमोट यसैमा आउँछ। यो मेन कुरो एआई जेनेरेसन इन्टेलिजेन्ट भयो हैन। अब यसलाई चाहिँ यस्तो बक्स प्याकमा आउँछ। अनि यो भित्र एउटा क्यूट झोला हुन्छ है। झोलामा यसरी भिरेर आउँछ। अनि यसमा एउटा डाटा केबल आउनेको अनि एउटा यो क्याटलग आउनेको एकदमै दामी। अनि यसलाई चाहिँ निकालेर टक्क पारेर यो शेपमा आउँछ है। टक्क हेर्दा पनि दामी। अब यो चाहिँ चार्जेबल हो। च्याट्ट पारेर यसलाई चाहिँ हो। अब यसलाई चाहिँ हामीले जसरी नर्मली हामीले सेल्फी स्टिकको रूपमा युज गर्न मिल्यो एक। अनि अर्को भने चाहिँ फेस ट्र्याकिङ या टक्क यहाँनिर त गिम्बल टाइपको हुन्छ। यो चाहिँ गिम्बल हुने भयो। फेस ट्र्याकिङ हुन्छ। तपाईँ जता जता जानुभयो त्यहाँ गरेर तपाईँको मोबाइल फलो गर्ने हुन्छ। अनि यसको चाहिँ यहाँनिर चाहिँ मोबाइल होल्ड गर्ने हुन्छ है। अब यसलाई चाहिँ खोल्दाखेरि कसरी खोल्ने, सुरुमा चाहिँ यहाँनिर चाहिँ एउटा सानो यहाँनिर चाहिँ क्लिक गर्नुभयो भने टक्क 4वटा आउँछ क्या यसरी। अरू नर्मल तपाईँले सेल्फी स्टिकमा हेर्नु भने 3वटा हुन्छ। अनि यसमा चाहिँ त्यो ट्राइपोडहरू तिनीहरूमा 3वटा हुने भयो, यसमा चाहिँ 4वटा हुने भयो। टक्क यसरी चाहिँ छाता यसरी है खोल्दाखेरि। अब यसलाई चाहिँ हामीले सेल्फी स्टिक सुरुमा युज गर्दाखेरि यसलाई चाहिँ सेल्फी स्टिक कसरी युज गर्ने भने चाहिँ टक्क तान्ने लगभग यतिको हाइट हुन्छ है। 1.8 मिटर टक्क पारेर। अनि यसमा चाहिँ तपाईँले घुमाउनको लागि यो पनि हुने भयो। यसको तल चाहिँ नजिकै आउनुभयो भने यहाँनिर चाहिँ यो लक पनि हुन्छ है। यसलाई तपाईँले यसो गरिदिनु भने यो घुम्दै घुम्दैन लक हुने भयो। यसलाई चाहिँ ठाडो पार्नु पर्यो घुमाउनुको लागि। अब अर्को भने चाहिँ अब ट्राइपोड बनाउने यो सेल्फी स्टिक यत्तिकै भइ नै हाल्यो। अब तपाईँलाई चाहिँ अब यसलाई ट्राइपोड बनाएर देखाउने यसमा एउटा यो पनि आउँछ। अब ट्राइपोड बनाएरै देखाउँ न है, डिटेलली जाउँ। त्यसलाई टक्क यो खोलिदिने। अब यो कसरी युज हुन्छ त्यो पनि देखाइदिन्छु ल। यहाँनिर ठ्याक्क तपाईँले हेर्नुभयो भने यहाँनिर पावर बटन हुन्छ है। यहाँनिर तपाईँले यसरी थिच्नुभयो भने यहाँ बत्ती बल्छ क्या। बत्ती बलिसकेपछि भयो, सक्यो, केही गर्नु परेन। टक्क यो चाहिँ तपाईँलाई अब फलो गर्ने भयो क्या। अब यहाँनिर चाहिँ तपाईँले मोबाइल राख्नको लागि यसलाई चाहिँ यसरी घुमाउनु मिल्यो। मोबाइल चाहिँ टक्क पारेर जुनसुकै मोबाइल सबै मोबाइल धान्ने हुन्छ यसले चाहिँ टक्क। यसको मेन कुरो चाहिँ यहाँनिर पनि हजुरले हेर्नुभयो भने अरूको स्टेट हुन्छ टक्क टक्क पारे हुन्छ। तर यसको चाहिँ अलिक के अरे खुप्रो परे हुन्छ भनौँ न। यो भाग चाहिँ मोबाइल चाहिँ नझरोस् भन्ने हुन्छ हो। यसलाई चाहिँ पहिला अफ गरिदिउँ। अफ गरेर मात्रै मोबाइल राख्नु होला। यो गिम्बल हो हैन। अफ र यो निकाल्दा र राख्दाखेरि अफै होस् क्या। त्यसरी चाहिँ तपाईँको ड्युरेबल अलिक टिकाउ हुन्छ। टक्क पारेर यसरी गरिदिनुहोस्। अब अन गरिदिनुहोस् है। अब हेर्नु त। अब यसलाई चाहिँ टक्क यहाँ अन गरिदिइसकेपछि यो भइसक्यो, केही गर्नु परेन। यहाँनिर टक्क तपाईँले क्यामेरा खोल्नुभयो, आफ्नो यसरी क्यामेरा गर्नुभयो भने यहाँनिर अब भिडियो सुरु भयो क्या। अब म जता गयो त्यतै जाने भयो कि यो। यता गयो भने यतै घुम्ने भयो, म यतैतिर आयो भने पुरै आउने भयो, के गर्नु परेन टक्क पारेर। अब अर्को कुरो चाहिँ यहाँ नजिकै तपाईँले हेर्नुभयो भने यो सर्कलवाला छ। यहाँ नजिक चाहिँ यहाँनिर सर्कलवाला छ। यसलाई क्लिक गर्नुभयो भने यो बटनलाई क्लिक गर्नुभयो भने यसले 360 अटोमेटिक एक राउन्ड पुरै घुमाउँछ। एक राउन्ड होइन घुमिराख्ने भयो तपाईँको। यो चाहिँ कुनै बेला कस्तो हुन्छ कि तपाईँले अब पसलको भिडियोहरू यसरी काम गर्दा गर्दै बनाउन खोज्नुभयो भने टक्क घुम्ने भयो, कहाँनिरको सिन भयो, यसरी चाहिँ पुरै राउन्ड आफै राउन्ड मार्ने हुन्छ क्या। यो पनि भयो। अब यतापट्टिको यो चाहिँ एउटा चाहिँ यो सर्कल भयो। सर्कल पछिको यतापट्टि हजुरले हेर्नुभयो भने यसलाई चाहिँ वान क्लिक गरिदिउँ, बन्द गरिदिउँ है। अब यहाँनिर चाहिँ हातको चित्र छ। यहाँनिर ठ्याक्क हातको साइन छ नि। यसलाई चाहिँ हजुरले यसरी चाहिँ पज गर्नको लागि, जसरी यहीँबाट पज गर्नको लागि यसरी गर्नुभयो भने यो पज भयो क्या। जसरी यो छ नि। अब मैले यसलाई चाहिँ पज गरेँ। अब यो चाहिँ हल्लिने भएन। अब यो घुम्दैन। अघि घुमिरहेको थियो, घुमिरहेको छैन। अब चाहिँ हो यहाँनिर चाहिँ अब तपाईँले यसलाई चाहिँ यो साइन दिनुभयो, टक्क यो साइन दिनुभयो भने यहाँ बिलिक बिलिक हुन्छ। बत्ती चाहिँ तपाईँको चेन्ज हुन्छ है। त्यसपछि चाहिँ घुम्ने भयो।
सट्ट पारेर यसलाई चाहिँ यही तरिका चाहिँ यही हुने भयो सट्ट पारेर यसलाई चाहिँ भएन भने यहीँ क्लिक गर्नु हैन यहाँनिर क्लिक गरेर अझ फेरि यो गर्दा चाहिँ यहाँ रोक्नु ल यसरी चाहिँ गर्नुभयो भने सट्ट हुन्छ त्यहाँ गइरहनु परेन क्या टाढैबाट पनि तपाईँले अन यसलाई घुम्ने गराउनुको लागि त्यो गर्न सकियो अब यहाँनिर क्यामेरा चाहिँ यसको क्यामेरा यहाँनिर हुन्छ यसैबाट हामीलाई फलो गरिरहेको छ यसैले यहीँबाट हो अब कुनै बेला चाहिँ तपाईँको घुम्दैन अब यो गर्दाखेरि घुमेन भनेपछि तपाईँको यहाँनिर चाहिँ लक लाग्या हुनसक्छ है यो चाहिँ विचार गर्नु होला यहाँनिर लक लाग्या हुन्छ मैले सुरुमा पनि भनेको थिएँ यो चाहिँ हेर्नुभयो भने यहाँनिर लक हुन्छ क्या यो घुम्न नदिने हुन्छ यसलाई चाहिँ टक्क अफ गरिदिएर गर्न मिल्यो अब अर्को भने यसमा खासै त्यति भएन अब मेन कुरो यसलाई चाहिँ यहाँनिर चार्ज गर्ने पोर्ट यहाँ हुन्छ टाइप सी चार्जिङ पोर्ट हुन्छ यसलाई चार्ज गरेर चलाउनु पर्ने हुन्छ अनि अर्को भने चाहिँ यहाँनिर यो रिमोट चाहिँ यहाँबाट निकाल्नु पर्ने हुन्छ टक्क यसरी चाहिँ स्लाइड गर्नुहोस् यो रिमोट आउने भयो यो पनि चार्जेबल हुन्छ चार्जिङ पोर्ट ट्याक्क यहाँनिर हुन्छ यसलाई अन गर्नुभयो र तपाईँले आफ्नो मोबाइलको ब्लुटुथमा कनेक्ट गर्नुभयो भने टाढाबाट चाहिँ फोटो भिडियो क्लिक गर्न मिल्ने हुन्छ यो चाहिँ एकदमै दामी यो अहिले एकदमै अब चलिरहेको पनि राम्रो सामान पनि अहिलेको लागि चाहिँ एकदम दामी चाहिँ यो फेस ट्र्याकिङ गिम्बल चाहिँ सेल्फी स्टिक विथ सेल्फी स्टिक चाहिँ यो डिटेल भिडियो हो मजाले सबै कुरा मैले यहाँ सबै भनिदिएकै छ हाम्रो यो युट्युब च्यानल चाहिँ सब्सक्राइब गर्न नबिर्सिनु होला मजाले सब्सक्राइब गर्नु धेरै ग्याजेट हामीहरूले यसै गरी डिटेल भिडियो बनाइरहेको हुन्छौँ हामीसँग भएको ग्याजेट या अन्य अरू ग्याजेटहरू पनि हामीले यसै गरी मजाले डिटेल भिडियो सबै डिटेलली बनाएकै हुन्छौँ हजुरहरूलाई चाहिँ सहयोग हुन्छ यति गरेर यो चलाउने कसरी भन्ने कुरो सजिलो पनि हुन्छ यस्ता भिडियोहरू अझै चाहियो भने सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला टक्कै सब्सक्राइबको बटन चाहिँ थिचिदिनु होला हस् धन्यवाद